हेलो गाइज नमस्ते। आज हामी बिएड फोर्थ इयरको लिट्रेचर फर ल्याङ्ग्वेज डेभलपमेन्ट भन्ने किताबमा रहेको वार भन्ने कथालाई नेपालीमा समराइज गरेर सुनाउन गइरहेका छौँ, जसलाई चाहिँ लुइगी पिरान्डेलोले लेख्नु भएको छ। राइटरको छोटो परिचय दिनुपर्दा लुइजी पिरान्डेलो इटालीका प्रसिद्ध कथाकार, नाटककार र उपन्यासकार हुन्। उनको जन्म सन् 1867 मा इटालीमा भएको थियो। सन् 1936 उनको निधन भएको थियो। उनी आधुनिक साहित्यका महत्त्वपूर्ण लेखक मानिन्छन्। पिरान्डेलोका कृतिहरूमा मानव मनोविज्ञान, जीवनको यथार्थ, पीडा, भ्रम र समाजका विरोधाभासहरू गहिरो रूपमा चित्रित हुन्छन्। उनका कथाहरू सरल देखिए पनि अर्थमा निकै गहिरा हुन्छन्। वार यानि कि युद्ध जस्ता कथामा उनले युद्धको बाहिरी वीरता होइन, आम मानिसको भित्री पीडा र भावनात्मक दुःख देखाएका छन्। साहित्यमा उनको ठुलो योगदानका कारण सन् 1934 उनलाई नोबेल साहित्य पुरस्कार प्रदान गरिएको थियो। यो कथा एउटा रेल यात्राको दृश्यबाट सुरु हुन्छ। रेलभित्र युद्धमा जाँदै गरेका जवान सैनिकहरूका आमाबाबु र आफन्तहरू बसेका छन्। सबैको अनुहारमा चिन्ता, डर र पीडा छ, किनकि उनीहरू आफ्ना छोराहरूलाई सम्भावित मृत्युतर्फ पठाउँदैछन्। एक वृद्ध बाबु आफ्ना छोरा गुमाउने डरले असह्य पीडामा छन्। उनी रोइरहेका छन् र आफ्नो दुःख सबैभन्दा ठुलो भन्ने सोचिरहेका छन्। तर यात्रामा अरू अभिभावक पनि छन्, जसका छोराहरू पनि युद्धमै गएका छन्। कुराकानी हुँदै जाँदा सबैको पीडा एउटै रहेको थाहा हुन्छ। बिस्तारै त्यो वृद्ध बाबु आफू मात्र दुखी होइन रहेछु भन्ने बोध गर्छन्। अन्त्यतिर उनले आफैलाई सम्झाउँछन्, यदि छोरो मरे पनि देशका लागि मरेको ठहर्छ। यो सोचले उनलाई क्षणिक सान्त्वना दिन्छ, तर युद्धले मानिसको हृदयमा छोड्ने गहिरो घाउ स्पष्ट देखिन्छ। यस कथाले युद्धले जितभन्दा बढी आमा बाबुको आँसु र मानव पीडा जन्माउँछ भन्ने सत्य देखाउँछ। यो थियो लुइजी पिरान्डेलोद्वारा लिखित वार भन्ने कथा। यस्तै भिडियोको लागि च्यानललाई भिजिट गर्न नभुल्नुहोला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद।